पूर्व सिकाइको मान्यता विधिबाट सिप परीक्षण। व्यक्तिहरूले औपचारिक शिक्षा तथा तालिमभन्दा बाहिर कार्यस्थलमा कसैले काम गरेको देखेर आफैले अभ्यास गरेर वा कसैको निगरानीमा कुनै पेसासँग सम्बन्धित ज्ञान तथा सिप आर्जन गरेको हुन्छ। यसरी व्यक्तिहरूले अनौपचारिक तथा अन्य जुनसुकै माध्यमबाट हासिल गरेको ज्ञान तथा सिपलाई राष्ट्रिय दक्षता मापदण्डको आधारमा सिप परीक्षण गरी प्रमाणीकरण गर्ने कार्यलाई पूर्व सिकाइको मान्यता वा रेकग्निसन अफ प्रायर लर्निङ RPL भनिन्छ। नेपाल सरकारले 2077 वैशाख 21 गते स्वीकृत गरेको राष्ट्रिय योग्यता प्रारूपको एउटा महत्त्वपूर्ण विशेषता भनेको यसले पूर्व सिकाइको मान्यताको व्यवस्था गरेको छ। यसले त्यस्ता धेरै व्यक्तिहरू जसले औपचारिक शिक्षा र तालिममा सहभागी हुने अवसर पाएका छैनन् वा बीचमा नै पढाइ छाडी काम गर्नुपर्ने बाध्यता रहेको हुन्छ, उनीहरूमा भएको ज्ञान तथा सिपको परीक्षण गरी तहगत योग्यताको प्रमाणपत्र प्रदान गर्ने आधार तयार हुन्छ। यसबाट त्यस्ता व्यक्तिहरूले आफूले चाहेको माथिल्लो तहको योग्यता वा पदमा जाने बाटो खुल्छ। वर्षौंको व्यावहारिक अनुभव भएका र काम गर्दै सिकेर दक्षता प्राप्त गरेका व्यक्तिहरूले पूर्व सिकाइको मान्यता विधिबाट सिप परीक्षणका लागि निवेदन दिन सक्दछन्। व्यक्तिहरूले व्यावहारिक रूपमा हासिल गरेका ज्ञान तथा सिपको सही मूल्याङ्कन नहुँदा उनीहरूले थप अवसरहरूबाट वञ्चित हुनु परेको अवस्था छ। यही समस्याको समाधान गर्नका लागि CTEVT राष्ट्रिय सिप परीक्षण समिति NSTB ले पूर्व सिकाइको मान्यताको विधिलाई अपनाएको हो। त्यसैले आफ्नो सिपको आधिकारिक प्रमाणपत्र नभएका व्यक्तिहरूको लागि पूर्व सिकाइको मान्यता एउटा ठूलो अवसर हुन सक्छ। यस विधिबाट सिप परीक्षण गर्नका लागि इच्छुक व्यक्तिहरूले यसको सूचना राष्ट्रिय सिप परीक्षण समिति NSTB को वेबसाइट www.nstb.org.np वा फेसबुक पेजबाट वा सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालय वा शिक्षा सम्बद्ध मन्त्रालयको वेबसाइट वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT को प्रादेशिक कार्यालयको वेबसाइटबाट वा राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको वेबसाइट www.nvqs.org.np बाट प्राप्त गर्न सक्दछन्। त्यस सूचनासँगै आवेदन फारम पनि उपलब्ध गराइएको हुन्छ र उक्त आवेदन फारम बुझाउने सिप परीक्षण केन्द्रहरूको सूची पनि दिइएको हुन्छ। उक्त आवेदन फारमको साथै निम्न कागजात पनि पेश गर्नुपर्नेछ। पासपोर्ट साइजको हालसालै खिचिएको एकै किसिमको फोटो 2 प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्र। अनुभवको प्रमाणपत्रको हकमा नेपाल सरकार वा अर्ध सरकारी संस्था वा नेपाल सरकारमा दर्ता VAT या PAN नम्बर प्राप्त निजी रोजगार दर्ता संस्था वा उद्योग वा व्यवसायले सम्बन्धित पेशा वा व्यवसायमा काम गरेको वा गरिरहेको स्पष्ट खुलाइएको अवधि सहितको प्रमाणपत्र वा पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। स्थानीय स्तरमा स्वरोजगार भई कार्य अनुभव भएका व्यक्तिले अनुभवको प्रमाणपत्रको हकमा आफू कार्यरत वडा कार्यालयको सिफारिस पत्र पेश गर्न सक्नेछन्। वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले आवेदन फारम भर्दा सिप परीक्षण गर्नुपर्ने पेसाको विदेशमा गरेको कामको अनुभव पत्र, अंग्रेजीमा अनुवादित गरिएको प्रति, पासपोर्ट र भिजाको प्रतिलिपि पेश गर्नुपर्नेछ। यसभन्दा पहिले सिप परीक्षणमा सहभागी भएका परीक्षार्थीहरूले पहिले सिप परीक्षणमा सहभागी हुँदाको रजिस्ट्रेसन नम्बर उल्लेख गर्नुपर्दछ। यसरी दोहोऱ्याएर सिप परीक्षण दिनेहरूले आवेदन फारमको माथि पुनः परीक्षण भन्ने कोठामा चिन्ह लगाउनु पर्दछ। यी कागजातहरू लिएर सूचनामा सूचीकृत मध्ये आफूलाई पाएक पर्ने सिप परीक्षण केन्द्रमा गएर आवेदन फार्म भर्न र बुझाउन सकिन्छ। सूचनामा उल्लिखित मितिभित्र आवेदन फारम दर्ता नभएका र रित नपुगेका आवेदन फारमहरू स्वतः रद्द हुनेछन्। त्यसैले फारम बुझाउँदा रुजु गरेर मात्र बुझाउनु जरुरी छ। तोकिएको समयभित्र सूचीकृत सिप परीक्षण केन्द्रमा फारम बुझाइसकेपछि आवेदकलाई परामर्श सेवा तथा सिप परीक्षणको जानकारी SMS-बाट समेत जानकारी गराइन्छ। पूर्व सिकाइको मान्यता विधिबाट सिप परीक्षणको बारेमा थप जानकारी तथा सहयोगका लागि NSTB को वेबसाइट www.nstb.org.np वा सानो ठिमी
भक्तपुर स्थित कार्यालयमा सम्पर्क गर्न सकिन्छ वा सम्पर्क नम्बर 9851 163964 वा 9851 127080 मा फोन गर्न सकिन्छ अथवा CTEVT को प्रदेश कार्यालय वा सामाजिक विकास मन्त्रालय वा शिक्षा सम्बद्ध मन्त्रालय अन्तर्गत रहेको NVQS परियोजनाको प्रदेश सहयोग इकाइमा सम्पर्क गर्न सकिन्छ।